ठिक छ, यो विषयलाई आज अलिक गहिरेर बुझाउँ है। खासमा एउटा कल्पना गरौँ न, जस्तै एउटा निकै शक्तिशाली अनि अत्याधुनिक सुपर कम्प्युटर छ। हुँ, बाहिरबाट हेर्दा त्यो एकदम नयाँ छ अनि सेकेन्डमै अरबौं हिसाब गर्न सक्छ। तर त्यसको भित्र राखिएको अपरेटिङ सिस्टम भने नि आजभन्दा दशौं हजार वर्ष पुरानो छ। अहो, त्यो त अलि नमिल्ने कुरा भयो। हो, त्यही त। बाहिरबाट हेर्दा यो असाध्यै जटिल र सक्षम देखिन्छ, तर भित्रभित्रै यसले अझै पनि त्यही ढुङ्गे युगको भनौँ न एउटा सजिलो बाटो वा सर्टकट मात्र खोजिरहेको हुन्छ। सूचनाको यो महासागर अनि विज्ञानका जटिल तथ्यहरू बुझ्ने प्रयास गर्दा हाम्रो आफ्नै दिमाग ठक्कै यस्तै महसुस हुन्छ क्या। एकदम सठिक तुलना हो यो। हाम्रो दिमाग साँच्चै नै त्यही पुरानो सफ्टवेयर हो। होइन र? जसले आजको यो डिजिटल युगको जटिलतालाई धान्नै सकिरहेको छैन। हो नि, आजको यो हाम्रो विस्तृत छलफलमा नि हामीले विज्ञान कसरी काम गर्छ अनि मिडियाले तथ्याङ्कलाई कसरी बङ्ग्याउँछ भन्ने विषयमा धेरैवटा स्रोतहरू सङ्कलन गरेका छौँ। खासमा विभिन्न लेख, अनुसन्धान पत्र अनि क्र्यास कोर्सहरू हेरेर हामी यो निष्कर्षमा पुगेका छौँ। यी सबै स्रोतहरूलाई केलाउँदै जाँदा एउटा कुरा के स्पष्ट हुन्छ भने हामी सूचनालाई कसरी ग्रहण गर्छौँ भन्ने कुरा हाम्रो जीवविज्ञानसँगै गहिरिएर जोडिएको छ। भनेको हाम्रो शरीरकै बनावटसँग। एकदमै। अनि आजको यो हाम्रो मुख्य उद्देश्य भनेको त्यो पुरानो सफ्टवेयरका कमजोरीहरूलाई बुझेर सत्य र तथ्यपरक जानकारी कसरी चिन्ने भनेर सिक्नु हो। अनि यसको परिणाम त हामीले दैनिक जीवनमै प्रत्यक्ष देखिरहेका हुन्छौँ नि। जस्तै पोहोर साल सन् 2025 को सुरुतिर भएको त्यो एउटा व्यावसायिक हवाईजहाज र सैन्य हेलिकप्टरको दुर्घटनालाई नै हेरौँ न। त्यो त निकै ठुलो समाचार बनेको थियो। हो, ती घटनाहरू समाचारमा लगातार आइरहे। त्यसपछि अचानक मानिसहरूलाई उडान निकै खतरनाक लाग्न थाल्यो क्या। हरेक सामान्य प्राविधिक गडबडी, जस्तै भनौँ न उडान ढिलो हुनु वा अलिकति झट्का लाग्नुले पनि एकदम ठूलो प्राथमिकता पाउन थाल्यो। तर तथ्याङ्कले त अर्कै कुरा भन्छ नि, होइन? हो त नि, तथ्याङ्कले उडान अझै पनि कार यात्राभन्दा धेरै सुरक्षित छ भनेर देखाइरहँदा पनि मानिसहरूमा गहिरो डर पैदा भयो। खासमा यसलाई सुलभता पूर्वाग्रह वा एभाइलेबिलिटी बायस भनिन्छ। हाम्रो मस्तिष्कले लामो तथ्याङ्क पढेर बस्दैन क्या। यसले त भर्खरै सुनेको वा सजिलै याद आउने डरलाग्दो जानकारीलाई बढी महत्त्व दिन्छ र त्यही नै सम्पूर्ण सत्य हो भन्ने ठान्छ। यहाँनिर बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने यी पूर्वाग्रहहरू आफैमा पूर्ण रूपमा खराब भने होइनन्। साँच्चै कसरी खराब होइनन् त? डराउनु त राम्रो होइन नि। खासमा मानव विकास क्रमलाई हेर्ने हो भने नि यी त हाम्रा पुर्खाहरूले बाँच्नको लागि सिकेका प्याटर्न रिकग्निसन वा ढाँचाहरू पहिचान गर्ने तरिकाहरू हुन्। जस्तै जङ्गलमा पात हल्लिएको आवाज सुन्दा त्यो हावाले गर्दा हो कि बाघ आएर हो भनेर लामो गणितीय विश्लेषण गरेर बस्ने हाम्रा पुर्खाहरू सायद बाघको शिकार भए। ओहो, हो है। त्यस्तो बेला सोचेर बस्ने समय नै हुँदैन। एकदम। जो डराएर तुरुन्तै भागे उनीहरू बाँचे, अनि तिनैका सन्तान हामी हौँ नि त। तर आजको आधुनिक युगमा जहाँ हामीले जलवायु परिवर्तन वा अर्थतन्त्रका जटिल तथ्याङ्क बुझ्नुपर्ने हुन्छ, त्यहाँ हाम्रो त्यो पुरानो आन्तरिक भावना वा इन्ट्युसन मात्र पर्याप्त हुँदैन। त्यसले त हामीलाई गलत बाटोमा लैजान्छ। त्यही आन्तरिक भावनाले गर्दा नै होला आज पनि लगभग 90% भन्दा बढी मानिसहरू लर्निङ स्टाइल वा सिक्ने शैलीहरूमा विश्वास गर्छन्। यो त एकदमै चलेको भ्रम हो नि। हामी मध्ये धेरैलाई लाग्छ म त भिजुअल लर्नर हुँ, चित्र नहेरी बुझ्दिन, वा म त सुनेर मात्र सिक्न सक्छु, जबकि वर्षौंको वैज्ञानिक अनुसन्धानले यसको कुनै ठोस आधारै छैन भनेर स्पष्ट पारिसकेको छ। तर पनि मान्छेहरू यसलाई मजाले पत्याउँछन् किनभने यसले कन्फर्मेसन बायस वा पुष्टिकरण पूर्वाग्रहलाई सन्तुष्ट पार्छ क्या। मानिसहरूलाई आफू विशेष छु वा कुनै निश्चित श्रेणीमा पर्छु भन्न मन पर्छ नि त। आफूले पहिले नै विश्वास गरेको कुरालाई पुष्टि गर्ने जानकारी मात्र स्वीकार गर्न खोज्ने यो त हाम्रो जन्मजात बानी नै हो। मानिसको स्वभाव नै आफूलाई सही साबित गर्ने प्रमाण खोज्ने हुन्छ। खासमा भन्नुपर्दा हामी सत्य खोज्ने प्राणी होइनौँ, हामी त तर्क जित्ने र आफूलाई सुरक्षित महसुस गराउने प्राणी पो हौँ त। एकदम सही कुरा। त्यसैले यस्ता जटिल समस्याहरू समाधान गर्न हामीलाई एउटा यस्तो प्रणालीको आवश्यकता पर्छ जसले हाम्रो यो जन्मजात पूर्वाग्रहलाई पन्छाउन सकोस्। हामी आफैले मूर्ख बनाउनबाट रोक्ने एउटा व्यवस्थित तरिका चाहिन्छ र त्यो प्रणाली नै विज्ञान हो।
पक्नुस् है। यदि हाम्रा मस्तिष्कहरू यसरी निरन्तर सर्टकट खोज्छन् र पूर्वाग्रही छन् भने हामीले कसरी क्यान्सरको औषधि पत्ता लगायौं वा मानिसलाई चन्द्रमामा पुर्यायौं त? एकदम राम्रो प्रश्न। हामीलाई त सानैदेखि विज्ञान भनेको कुनै एउटा एक्लो जिनियसको जादु जस्तो लाग्छ नि। इतिहासमा पढाइन्छ कि लुई पास्टर जस्ता वैज्ञानिकले एक्लै प्रयोगशालामा बसेर युरेका भन्दै अचानक सबै कुरा पत्ता लगाएका थिए। के विज्ञान साँच्चै त्यसरी नै अगाडि बढ्छ र? यो एउटा एकदमै ठूलो भ्रम हो। विज्ञान भनेको कुनै एक व्यक्तिको चमत्कार वा युरेका क्षण हुँदै होइन। यो त एउटा निरन्तर र कहिलेकाहीँ एकदमै दिक्क लाग्दो प्रक्रिया हो। भनेको त्यस्तो कुनै जादुमय पल हुँदैन नि। लुई पास्टरकै कुरा गर्दा उनले पक्कै पनि एउटा उत्कृष्ट परीक्षण गरेका थिए। 19औं शताब्दीको मध्यतिर सूक्ष्मजीवहरू कुहिएको खानाबाट आफै उत्पन्न हुन्छन् भन्ने एउटा स्पन्टेनियस जेनेरेसनको मान्यता थियो। मैले पढेकी थिएँ। मानिसहरू साँच्चै नै फोहोर कपडाबाट मुसा आफै बन्छन् भनेर विश्वास गर्थे रे। हो, ठ्याक्कै त्यही। अनि पास्चरले आफ्नो प्रसिद्ध स्वान नेक फ्लास्क अर्थात् हाँसको घाँटी जस्तो घुमाउरो भाँडो प्रयोग गरे। उनले मासुको झोल उमाले र त्यो भाँडोमा राखे। भाँडोको मुख खुल्ला भए पनि घाँटी घुमाउरो भएकोले हावाभित्र जान्थ्यो, तर धुलो र ब्याक्टेरिया त्यही घुमाउरो भागमै रोकिन्थे। अनि झोल कुहिएन होइन त? एकदम। त्यसले गर्दा झोल कुहिएन। यसरी हावाबाट सूक्ष्मजीवहरू आउने कुरा प्रमाणित भयो र जर्म थ्योरी स्थापित भयो। तर उनले यो सबै एक्लै गरेका थिएनन् नि। भनेपछि इतिहासका पानाहरूले देखाए जस्तो यो कुनै एक्लो जादुगरको काम थिएन? पक्कै पनि थिएन। उनीभन्दा अगाडि र समकालीन धेरै वैज्ञानिकहरूले यसको जग बसालिसकेका थिए। अझ महत्त्वपूर्ण कुरा के भने पास्चरका समकालीन आलोचकहरूले उनलाई निरन्तर प्रश्न गरिरहेका थिए। उनीहरूले सजिलै पत्याएनन् होला। हो, उनीहरूको त्यही शङ्का र कठोर आलोचनाले गर्दा नै पास्चरले आफ्नो परीक्षणलाई झन कडा र त्रुटिरहित बनाउन बाध्य हुनु परेको थियो। यो प्रयोगात्मक विज्ञान वा एक्सपेरिमेन्टल साइन्सको एउटा सुन्दर उदाहरण हो, जहाँ एउटा स्वतन्त्र चरलाई परिवर्तन गरेर त्यसको प्रभाव हेरिन्छ र अरू कुरालाई नियन्त्रणमा राखिन्छ। तर विज्ञानका सबै कुराहरू प्रयोगशालाभित्र एउटा सिसाको फ्लास्कमा मात्र त सम्भव हुँदैनन् नि। सम्पूर्ण पृथ्वीको जलवायु वा लाखौं प्रकाश वर्ष टाढाको ब्रह्माण्डलाई त कुनै फ्लास्कभित्र राखेर तताउन वा चिसाउन सकिँदैन। एकदम सही भन्नुभयो। त्यही भएर हामीसँग अवलोकन विज्ञान वा अब्जर्भेसनल साइन्स पनि छ। प्रयोगशालामा नियन्त्रण गर्न नसकिने ठूला प्रणालीहरूलाई वैज्ञानिकहरूले प्रकृतिको लामो समयसम्म अवलोकन गरेर बुझ्छन्। तर फेरि अवलोकन विज्ञानलाई प्रमाणित गर्न पनि प्रयोगात्मक विज्ञानको ठूलो भूमिका हुन्छ। जस्तै 1856मा युनिस न्युटन फुड भन्ने वैज्ञानिकको एउटा अध्ययनलाई हेरौँ न। के थियो त्यो अध्ययनमा? उनले 2वटा सिसाका सिलिन्डर लिइन्। एउटामा सामान्य हावा रखिन् र अर्कोमा कार्बन डाइअक्साइड। दुवैलाई घाममा राख्दा उनले देखिन् कि कार्बन डाइअक्साइड भएको सिलिन्डर सामान्य हावा भएको भन्दा धेरै छिटो तात्यो र चिसो हुनु पनि धेरै समय लगायो। यो त एकदम सरल परीक्षण रहेछ। हो, त्यो एउटा सानो प्रयोगशालाको परीक्षण थियो, तर त्यसले आजको विश्वव्यापी जलवायु परिवर्तनको अवलोकन विज्ञानको आधार तयार पार्यो। पक्नुस् है। अब यहाँनिर म एउटा प्रश्न सोध्छु। विज्ञान यति भरपर्दो प्रक्रिया हो जहाँ परीक्षण हुन्छ, अवलोकन हुन्छ र आलोचकहरूले जाँच्छन् भनियो। तर यदि यो यति नै बलियो र त्रुटि रहित छ भने सन् 2010मा नासा समर्थित अध्ययनले पृथ्वीमै आर्सेनिकमा बाँच्ने एलियन अर्थात् त्यो GFAJ1 ब्याक्टेरिया भेटियो भनेर किन दावी गर्यो त? मलाई पनि याद छ त्यो घटना। मलाई त झलझली याद छ। त्यो बेला नासाले ठूलो पत्रकार सम्मेलन नै गरेर जीवनको परिभाषा नै परिवर्तन भयो भनेको थियो क्या। यो त प्रतिष्ठित जर्नल साइन्समा पनि छापिएको थियो। के त्यहाँ विज्ञान नराम्ररी असफल भएको थिएन र? बाहिरबाट हेर्दा वा समाचारका हेडलाइन पढ्दा त्यो विज्ञानको असफलता जस्तो लाग्न सक्छ। तर वास्तवमा त्यसले विज्ञान कसरी काम गर्छ भन्ने कुराको भित्री संयन्त्रलाई उजागर गर्छ। कसरी नि? जब त्यो अध्ययन साइन्स जस्तो प्रतिष्ठित जर्नलमा छापियो नि, त्यो समकक्षीय समीक्षा अर्थात् पियर रिभ्यू पार गरेरै आएको थियो। समकक्षीय समीक्षा भनेको खासमा कुनै क्लबको ढोकामा बसेको पाले जस्तै हो। अन्य विशेषज्ञहरूले अध्ययनको विधि र निष्कर्षलाई आधारभूत रूपमा जाँच्छन्। तर जर्नलमा छापिनु भनेको विज्ञानको अन्तिम सत्य होइन,
त्यो त वैज्ञानिक समुदायलाई दिएको एउटा खुल्ला चुनौती मात्र पो हो त। ए भनेपछि साइन्स जर्नलमा छापिनु भनेको सत्य साबित हुनु होइन, बरु अरूलाई ल मेरो गल्ती पत्ता लगाएर देखाऊ भन्नु पो रहेछ त होइन? जर्नलमा छापिएपछि मात्र विश्वभरका अन्य वैज्ञानिकहरूले त्यो अध्ययनलाई दोहोर्याउने वा रेप्लिकेट गर्ने प्रयास गर्छन्। असली परीक्षा त बल्ल सुरु हुन्छ अनि त्यो ब्याक्टेरियाको हकमा के भयो त? जब अन्य स्वतन्त्र वैज्ञानिकहरूले त्यही ब्याक्टेरियालाई लिएर आफ्नै प्रयोगशालामा परीक्षण गरे नि, उनीहरूले पत्ता लगाए कि त्यो ब्याक्टेरिया आर्सेनिक भएको वातावरणमा बाँच्न त सक्छ, तर त्यसको डिएनए बनाउन आर्सेनिकले फस्फोरसलाई प्रतिस्थापन गरेको चाहिँ होइन। भनेको त्यसलाई पनि फस्फोरस चाहिने रहेछ। हो, त्यसलाई बाँच्नको लागि थोरै भए पनि फस्फोरस नभई हुँदैन थियो। मूल अध्ययन गर्ने टोलीले प्रयोग गरेको रसायनमा सायद अति सूक्ष्म मात्रामा फस्फोरस मिसिएको थियो, जुन कुरा उनीहरूले याद गरेनन्। ओहो, सानो गल्तीले कत्रो भ्रम फैलिएछ। बिस्तारै अन्य अनुसन्धानहरूले त्यो दाबीलाई खण्डन गरे र अन्ततः सन् 2025मा उक्त अध्ययन आधिकारिक रूपमा फिर्ता वा रिट्र्याक्ट गरियो। यसको मतलब एउटा मात्र अध्ययन, चाहे त्यो जत्तिसुकै ठूलो संस्थाले गरेको किन नहोस्, त्यसले सम्पूर्ण सत्य बताउन सक्दैन। विज्ञानले आफ्ना गल्तीहरू आफै सुधार्छ। त्यसो भए यदि एउटा अध्ययन गलत हुन सक्छ भने आम मानिसले कुन कुरा सही हो भनेर कसरी थाहा पाउने त? हामी निष्कर्षमा चाहिँ कसरी पुग्ने? यसको उत्तर हो वैज्ञानिक सहमति वा साइन्टिफिक कन्सेन्सस। मैले नि यसलाई एउटा जिग्स पजलसँग तुलना गरेर हेर्ने गरेकी छु। कस्तो खालको पजल? कल्पना गरौँ न, हामीसँग एउटा 3000 टुक्राहरू भएको जिग्सा पजल छ, तर त्यसको बाहिरी बट्टामा कुनै चित्र दिएको छैन। सुरुमा 1-2वटा टुक्रा जोड्दा के बन्दैछ भन्ने केही थाहा हुँदैन। हो, तर जब हजारौं टुक्राहरू जोडिँदै जान्छन्, एउटा चित्र स्पष्ट हुँदै जान्छ र यदि 3000 मध्ये 2996वटा टुक्राहरूले मिलेर एउटा हात्तीको चित्र बनाइरहेका छन् भने त्यो 79% सहमति भनेको लगभग अकाट्य प्रमाण हो। बीचमा 1-2वटा टुक्रा हराए पनि वा कुनै टुक्रा गलत ठाउँमा जोडिए पनि त्यो समग्र चित्र हात्तीकै हो भन्ने कुरामा शङ्का रहँदैन। क्या राम्रो उदाहरण! जलवायु परिवर्तन मानव सृजित हो भन्ने कुरामा विज्ञानको अवस्था ठ्याक्कै यही हो नि, होइन र? यो एनालोजीले कुरालाई एकदमै स्पष्ट पार्छ। वैज्ञानिक सहमति भनेको कुनै चुनावमा हात उठाएर भोट हाल्ने वा नेताले भाषण गरेर तय गर्ने कुरा होइन। यो त वर्षौंको कठोर परीक्षण, निरन्तरको शङ्का र हजारौं स्वतन्त्र अध्ययनहरूले एउटै दिशातिर औल्याएपछि मात्र बन्ने बलियो जग हो। एकदम। तर यसले एउटा महत्त्वपूर्ण प्रश्न पनि खडा गर्छ नि। कस्तो प्रश्न? यदि विज्ञान यति स्पष्ट छ भने किन कहिलेकाहीँ विज्ञानले पनि कुरा फेरिरहेको जस्तो लाग्छ? विशेष गरी पोषण विज्ञानलाई नै हेरौँ न। भिटामिन सीले स्कर्वी रोग निको पार्छ भन्ने कुरामा विज्ञान पूर्ण रूपमा पक्का छ, तर कफी वा चकलेट खाँदा क्यान्सर वा मुटु रोग कम हुन्छ कि हुँदैन भन्ने कुरामा हरेक महिना फरक निष्कर्ष आउँछन्। किन यस्तो विरोधाभास हुन्छ होला? सायद किनभने मानिसको शरीर र जीवनशैली निकै जटिल हुन्छ, होइन? कसैले चकलेट मात्र खाएर जीवन बिताउँदैन नि त। उसले अरू खाना खान्छ, तनाव लिन्छ, सुत्ने समय फरक हुन्छ। यी सबै कुराले असर गर्दैन र? ठ्याक्कै। यसलाई विज्ञानको भाषामा भ्रमित पार्ने चरहरू वा कन्फाउन्डिङ भेरिएबल्स भनिन्छ। प्रयोगशालाका मुसाहरूलाई जस्तो मानिसलाई 20 वर्षसम्म एउटै कोठामा थुनेर एउटा समूहलाई चकलेट मात्र खुवाएर र अर्कोलाई नखुवाएर परीक्षण गर्न नैतिक र व्यावहारिक दुवै रूपमा सम्भव हुँदैन। त्यो त हुँदैन नि। मानव कुनै अवलोकन अध्ययनले चकलेट खाने मानिसहरूमा मुटुको रोग कम देखियो भन्यो, तर त्यहाँ चकलेटले नै फाइदा गरेको हो कि भनेर ठोकुवा गर्न गाह्रो हुन्छ। अरू पनि कारण हुन सक्छन्। हो, सायद डार्क चकलेट खाने मानिसहरू अलि धनी हुन्छन्, उनीहरू राम्रो अस्पताल जान सक्छन्, वा उनीहरू धेरै शारीरिक व्यायाम गर्ने व्यक्ति पो हुन सक्छन् कि ती अन्य कारणहरूले गर्दा चकलेटको मात्र असर छुट्याउन गाह्रो हुन्छ। त्यसैले यस्ता विषयमा वैज्ञानिक सहमति जुट्न धेरै लामो समय लाग्छ। तर कहिलेकाहीँ यस्तो पनि हुन्छ जहाँ वैज्ञानिक सहमति पूर्ण रूपमा जुटिसकेको हुन्छ, चित्र प्रष्ट भइसकेको हुन्छ, तैपनि जबरजस्ती विवाद सिर्जना गरिन्छ क्या? यो त झन् खतरनाक कुरा हो। जब विज्ञानले देखाएको सत्यले कुनै शक्तिशाली स्वार्थ समूह वा ठूला कम्पनीहरूको व्यापारलाई असर गर्छ, तब उनीहरूले भ्रम छर्ने छुट्टै उद्योग नै चलाउँछन्। 1950 को दशकदेखि 90 को दशकसम्म सुर्तीजन्य उद्योगले जे गर्यो नि, त्यो यसको सबैभन्दा डरलाग्दो उदाहरण हो।
सुर्ती उद्योगको त्यो रणनीति बुझ्नु आजको युगमा झनै जरुरी छ। 50 को दशकसम्ममा स्वतन्त्र वैज्ञानिकहरूले अवलोकन र प्रयोगात्मक दुवै अध्ययनबाट चुरोटले फोक्सोको क्यान्सर गराउँछ भन्ने बलियो प्रमाण जुटाइसकेका थिए। मुसाहरूमा गरिएको परीक्षण, फोक्सोको कोशिकामा हुने असरको अध्ययन र जनसङ्ख्याको विशाल अवलोकन, यी सबै पजलका टुक्राहरूले एउटै चित्र देखाइरहेका थिए कि चुरोट घातक छ। तर सुर्ती उद्योगले जो कुरा कहाँ स्वीकार गर्यो र उनीहरूले सुरुमा चुरोट सुरक्षित छ भनेर सिधै झुट बोल्नुको साटो एउटा निकै चलाख रणनीति अपनाए क्या। कस्तो रणनीति? उनीहरूको आन्तरिक मेमोमै स्पष्ट लेखिएको थियो कि हाम्रो उत्पादन भनेकै शङ्का हो, डाउट क्या। उनीहरूले चुरोटले क्यान्सर गराउँदैन भनेनन्, बरु हामीलाई अझै धेरै अनुसन्धान गर्नुपर्छ, सबै कुरा प्रमाणित भइसकेको छैन भन्न थाले। ओहो, यो त एकदमै जाली कुरा भयो। हो नि, उनीहरूले जानी जानी वैकल्पिक र अप्रासङ्गिक अनुसन्धानहरूमा करोडौं डलर लगानी गरे। क्यान्सर हुनुको पछाडि सहरको धुलो र प्रदूषण पो हो कि वा मानिसको वंशाणुगत गुण पो हो कि भन्दै निरन्तर भ्रम फैलाइरहे। उनीहरूले मानिसहरूको त्यही पुरानो सफ्टवेयर अर्थात् पुष्टिकरण पूर्वाग्रहलाई मज्जाले हतियार बनाए। चुरोट पिउने मानिसहरू आफै पनि चुरोट सुरक्षित छ भन्ने सुन्न चाहन्थे नि त। एकदम, उनीहरूलाई सजिलो बहाना चाहियो। हो, जब कुनै ठूलो संस्थाले क्यान्सरको कारण अरू नै हुन सक्छ भनिदिन्थ्यो, तब चुरोट पिउने मानिसहरूलाई आफ्नो बानी नछाड्न सजिलो बहाना मिल्थ्यो। उनीहरूले मिडिया र पिआर कम्पनीहरू प्रयोग गरेर कृत्रिम विवाद सिर्जना गरे। यसले विज्ञान र समाजको मूल्य मान्यता बीचको भिन्नतालाई पनि उजागर गर्छ। कसरी नि? विज्ञानले केवल तथ्य बताउँछ, जस्तै चुरोटले क्यान्सर गराउँछ। तर सार्वजनिक स्थलमा चुरोट पिउन प्रतिबन्ध लगाउने कि नलगाउने वा कर बढाउने कि नबढाउने भन्ने कुरा विज्ञानले निर्णय गर्ने होइन नि। त्यो त समाजले आफ्नो मूल्य मान्यता र स्वतन्त्रताका आधारमा तय गर्ने नीतिगत कुरा हो। स्वार्थ समूहहरूले यही तथ्य र मूल्य मान्यता बीचको धमिलो पानीमा माछा मार्ने प्रयास गर्छन्। एकदम सही। विज्ञान कसरी काम गर्छ, वैज्ञानिक सहमति कसरी बन्छ र स्वार्थी समूहले कसरी शङ्कालाई नै व्यापार बनाउँछन् भन्ने त हामीले बुझ्यौं। तर दैनिक जीवनमा आउने डरलाग्दा समाचार र तथ्याङ्कहरूबाट एउटा सामान्य मानिस कसरी बच्ने त? यो एकदम गम्भीर प्रश्न हो। सामाजिक सञ्जाल वा न्युज पोर्टल खोल्ने बित्तिकै कुनै नयाँ अध्ययनले यो खाए मरिन्छ, त्यो लगाए क्यान्सर हुन्छ भन्दै डरलाग्दा तथ्याङ्कहरू प्रस्तुत गरिरहेको हुन्छ। यस्तोमा के गर्ने? तथ्याङ्क आफैमा झुटो त हुँदैन, तर त्यसलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराले धेरै फरक पार्छ नि। तथ्याङ्कलाई हतियारको रूपमा कसरी प्रयोग गरिन्छ भनेर बुझ्नको लागि औसत वा एभरेजको एउटा उदाहरण हेरौँ न। हुन्छ। गणितमा औसत निकाल्ने मुख्य 3वटा तरिकाहरू हुन्छन्: मिन, मिडियन र मोड। सुन्दा यी सबैको अर्थ एउटै जस्तो लाग्छ, तर यिनीहरूले दिने सन्देशले त आकाश पातालको फरक पार्न सक्छ होइन र? पक्कै पनि। मानौ कुनै कम्पनीमा 10 जना कर्मचारी छन्। 9 जना सामान्य कामदारले वर्षको 10 लाख कमाउँछन्, तर कम्पनीको साहुले वर्षको 9 करोड कमाउँछ। ओहो, कति धेरै फरक हो। अब यदि त्यो कम्पनीले आफ्नो औसत तलब मिन निकालेर देखाउने हो भने सबैको तलब जोडेर 10 ले भाग गर्दा औसत तलब 1 करोड निस्कन्छ। कम्पनीले हाम्रो औसत तलब 1 करोड छ भनेर मजाले प्रचार गर्न सक्छ। यो गणितीय रूपमा सही हो, तर यसले वास्तविकता पुरै लुकाउँछ नि। अनि सही चित्र कसरी देखिन्छ त? यदि हामीले मिडियन अर्थात् ठ्याक्कै बीचको बिन्दु निकाल्यौं भने त्यो 10 लाख मात्र हुन्छ, जसले वास्तविक चित्र देखाउँछ। त्यसैले मिडिया वा राजनीतिज्ञहरूले आफ्नो स्वार्थ अनुकूलको तथ्याङ्क छानेर जनतालाई भ्रममा पार्न सक्छन्। यो त तथ्याङ्कको जादु नै भयो क्या? यस्तै डरलाग्दो जादु मिडियाले स्वास्थ्य सम्बन्धी समाचारमा पनि गर्छन् नि। मलाई एउटा समाचार याद छ, नयाँ गर्भनिरोधक चक्कीले रगत जम्ने जोखिम 100%ले बढायो भन्ने हेडलाइन थियो। सुन्दा त लाग्छ यो चक्की खाने बित्तिकै रगत जमेर मरिन्छ क्या। मानिसहरू कति आतंकित भएका थिए। तर यसको पछाडिको वास्तविकता के थियो नि? त्यो समाचार रिलेटिभ रिस्क वा सापेक्षिक जोखिमलाई मात्र देखाएर लेखिएको थियो। 100%ले बढ्नु भनेको दोब्बर हुनु, जुन सुन्दा निकै भयानक लाग्छ। तर हामीले एब्सोल्युट रिस्क वा वास्तविक सङ्ख्यालाई हेर्यौं भने चित्र पुरै फरक हुन्छ नि। कस्तो थियो त वास्तविक सङ्ख्या? अध्ययनको वास्तविक तथ्याङ्क यस्तो थियो: पुरानो चक्की खाँदा 7000 जना महिला मध्ये 1 जनालाई रगत जम्ने जोखिम थियो। नयाँ चक्की खाँदा
त्यो जोखिम 7,000मा 2 जनालाई भयो। ए 1बाट 2 मात्र भएको हो? हो, 1बाट 2 हुनु भनेको गणितीय रूपमा सापेक्षिक जोखिम 100%ले बढ्नु हो। मिडियाले त्यही 100%लाई हेडलाइन बनायो किनभने त्यसले धेरै क्लिक पाउँथ्यो नि त। तर 7,000मा 2 जना भनेको त अझै पनि एकदमै नगण्य जोखिम हो नि, होइन र? अझ यसको नतिजा कति उल्टो भयो भने त्यो समाचार पढेर डराएका धेरै महिलाहरूले चक्की खान नै छाडे, जसको कारण धेरै अनावश्यक गर्भधारण भए क्या। एकदम। र विडम्बनाको कुरा त के छ भने गर्भावस्था आफैमा रगत जम्ने जोखिम चक्की खानुभन्दा धेरै गुणा बढी हुन्छ। मिडियाको त्यो अतिरञ्जनाले मानिसहरूलाई झन् ठूलो जोखिममा पो धकेल्यो त। ठ्याक्कै। मिडियाले सूचनालाई कसरी बङ्ग्याउँछ भन्ने कुरा अझ स्पष्टसँग बुझ्न माइक्रोप्लास्टिकको त्यो भाइरल समाचारलाई हेरौँ न। केही समय अगाडि लगभग सबै समाचार माध्यमहरूले एउटा हेडलाइन छापेका थिए। कुन चाहिँ? हामी प्रत्येक हप्ता एउटा क्रेडिट कार्ड जति अर्थात् 5 ग्राम प्लास्टिक खाइरहेका छौं भन्ने हेडलाइन। ओहो हो, त्यो समाचारले त मलाई पनि निकै त्रस्त बनाएको थियो। सुन्दै आङ सिरिङ्गो हुने कुरा थियो त्यो त। यो जानकारी चाहिँ कहाँबाट आयो र कसरी विकृत भयो त? यो सूचनाको प्रवाह बुझ्न यो एउटा उत्कृष्ट केस स्टडी नै हो। यसलाई भत्काएर हेरौँ है त। सबैभन्दा पहिले आउँछ प्राथमिक स्रोत वा प्राइमरी सोर्स, जुन अस्ट्रेलियाको न्युकासल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको वास्तविक वैज्ञानिक अध्ययन थियो। अनि उनीहरूले के भनेका थिए त? त्यो अध्ययनले निकै सन्तुलित भाषामा भनेको थियो कि मानिसले आफ्नो खानपान र वातावरणका आधारमा हप्तामा 0.1 ग्रामदेखि अधिकतम 5 ग्रामसम्म माइक्रोप्लास्टिक सेवन गर्न सक्ने सम्भावना छ। ए भनेपछि न्यूनतम 0.1 ग्राम पनि हुन सक्थ्यो। तर त्यसपछि त्यो रिपोर्ट द्वितीय स्रोत अर्थात् वर्ल्ड वाइड फन्ड फर नेचर WWF को हातमा पुग्यो, होइन? हो, एकदम। WWF एउटा वकालत गर्ने संस्था हो। उनीहरूको उद्देश्य प्रकृतिको संरक्षण गर्नु र मानिसहरूलाई सकेसम्म छिटो सचेत गराउनु हो नि त। त्यसैले उनीहरूले त्यो 0.1 ग्रामको कुरालाई पुरै बेवास्ता गरे र सिधै अधिकतम सीमा अर्थात् त्यही 5 ग्राम जुन एउटा क्रेडिट कार्डको तौल बराबर हुन्छ त्यसलाई मात्र प्रचार गरे। उनीहरूले एउटा डरलाग्दो चित्र प्रस्तुत गरे क्या। र त्यसपछि अन्त्यमा आउँछन् तृतीय स्रोत वा टर्सियरी स्रोत, जस्तै CNN वा अन्य अनलाइन न्युज पोर्टलहरू। उनीहरूको मुख्य उद्देश्य भनेको धेरैभन्दा धेरै मानिसको ध्यान खिच्नु र क्लिक पाउनु हो। मानिसले हप्तामा 0.1 ग्राम प्लास्टिक खाँदै हुन सक्छन् भन्दा त कसैले त्यो समाचार पढ्दैनथ्यो होला। पढ्दैनथ्यो नि, तर तपाईँले प्रत्येक हप्ता एउटा क्रेडिट कार्ड चबाइरहनु भएको छ भन्दा सबैको ध्यान खिच्यो नि। प्राथमिक स्रोतबाट आउँदा आउँदै सूचना कसरी अतिरञ्जित र डरलाग्दो बन्न पुग्यो भन्ने यो एकदम स्पष्ट उदाहरण हो। यस्तो अवस्थामा जहाँ विज्ञान यति जटिल छ अनि मिडियाले त्यसलाई झन् डरलाग्दो बनाउँछ, एउटा सामान्य मानिसले यो सूचनाको बाढीबाट आफूलाई कसरी जोगाउने त? हरेक समाचारको पछाडि दौडिएर विश्वविद्यालयको मूल वैज्ञानिक जर्नल पढ्न त सबैलाई सम्भव हुँदैन नि। यसको लागि एउटा धेरै प्रभावकारी र सरल विधि छ। वाशिंगटन विश्वविद्यालयका अनुसन्धानकर्ता माइक कफिल्डले यसलाई SIFT अर्थात् स्विफ्ट विधि भनेर नामकरण गरेका छन्। यो दैनिक जीवनमा प्रयोग गर्न सकिने एउटा गजबको औजार हो। के हो त यो स्विफ्ट विधि भनेको? पहिलो कदम हो S अर्थात् स्टप, रोकिनुहोस्। जब सामाजिक सञ्जालमा कुनै समाचार वा भिडियोले हामीलाई असाध्यै डराउँछ, रिस उठाउँछ वा एकदमै सही जस्तो लाग्छ, तब हामी रोकिनुपर्छ। रियाक्ट गरिहाल्नु हुँदैन, होइन? एकदम। हाम्रो मस्तिष्कको त्यो पुरानो सफ्टवेयरलाई नियन्त्रण गर्नुपर्छ र तुरुन्तै शेयर वा रियाक्ट गर्नु हुँदैन। दोस्रो हो I अर्थात् इन्भेस्टिगेट द सोर्स। स्रोतको जाँच गर्नुहोस्। यो जानकारी कसले दिइरहेको छ? के त्यो स्रोत सम्बन्धित विषयको विशेषज्ञ हो? उनीहरूको स्वार्थ के छ भनेर हेर्नुपर्छ। अनि तेस्रो कदम हो F अर्थात् फाइन्ड बेटर कभरेज, होइन त? अन्य भरपर्दा स्रोतहरू हेर्नुहोस्। के अरू प्रतिष्ठित र स्वतन्त्र समाचार माध्यमले पनि यो कुरा लेखेका छन् कि एउटा मात्र अपरिचित वेबसाइटले दावी गरिरहेको छ भनेर खोज्नुपर्छ। यसलाई ल्याटरल रिडिङ वा छेउछाउका अन्य स्रोतहरू पढ्ने विधि भनिन्छ। हो, एकदम सही भन्नुभयो। र चौथो हो T अर्थात् ट्रेस दावीलाई ओरिजिनल कन्टेक्स्टसम्म पुर्याउने। मूल सन्दर्भ र प्राथमिक स्रोतसम्म पुग्नुहोस्।
जसरी हामीले अघि प्लास्टिकको कुरामा समाचारको हेडलाइनलाई छोडेर न्युक्यासल विश्वविद्यालयको मूल रिपोर्टसम्म पुगेर हेर्यौं नि, ठ्याक्कै त्यस्तै। हो नि। र यहाँनिर एउटा अत्यन्तै महत्त्वपूर्ण चेतावनी दिनुपर्ने हुन्छ। अहिले धेरै मानिसहरू जानकारी खोज्नको लागि टिकटक वा च्याट जीपीटी जस्ता जेनेरेटिभ एआई उपकरणहरू प्रयोग गर्न थालेका छन्। त्यो त एकदम बढेको छ। तर यस्ता प्रविधिहरूले यो शिफ्ट परीक्षण पार गर्दैनन्। तिनीहरू कुनै प्राथमिक स्रोत होइनन्। तिनीहरूले त इन्टरनेटमा भएका सही र गलत दुवै जानकारीलाई मिसाएर कहिलेकाहीँ पूर्ण रूपमा मनगढन्ते कुराहरूलाई पनि एकदमै तथ्यपरक र आधिकारिक भाषामा प्रस्तुत गर्न सक्छन्। त्यसैले यस्ता उपकरणहरूमाथि अन्धविश्वास गर्नु खतरनाक हुन सक्छ। हो, त्यो कुरामा चाहिँ हामी एकदम सचेत हुनुपर्छ। त्यसका साथै हामीले सहसम्बन्ध र कारण अर्थात् कोरिलेसन र कजेसन बीचको फरक बुझ्नु पनि उत्तिकै जरुरी छ नि। एउटा रमाइलो तर महत्त्वपूर्ण उदाहरण हेरौँ न। भन्नुस् न। तथ्याङ्कले स्पष्ट रूपमा देखाउँछ कि जुन महिनामा आइसक्रिमको बिक्री बढ्छ, ठ्याक्कै त्यही महिनामा समुद्रमा शार्कको आक्रमण पनि बढ्छ। तथ्याङ्क एकदम सही छ। तर के यसको मतलब मानिसहरूले आइसक्रिम खाएको देखेर शार्कहरू रिसाएर आक्रमण गर्न आएका हुन् त? पक्कै होइन। पक्कै होइन नि। यहाँ यी दुवै घटनाको पछाडिको वास्तविक कारण वा लुकेको कन्फाउन्डिङ भेरिएबल भनेको गर्मी मौसम हो क्या। गर्मी बढेपछि मानिसहरू धेरै आइसक्रिम खान्छन् र गर्मी बढेपछि नै मानिसहरू धेरै समुद्रमा पौडी खेल्न जान्छन्, जसले शार्कको आक्रमणको सम्भावना बढ्छ। हो, यस्तै भ्रमहरूबाट बच्न र कारणलाई स्पष्ट रूपमा प्रमाणित गर्न वैज्ञानिकहरूले र्यान्डमाइज कन्ट्रोल ट्रायल वा आरसीटी जस्ता कडा विधिहरू प्रयोग गर्छन् नि त। त्यो भनेको कस्तो हो? यस्ता परीक्षणमा सहभागीहरूलाई चिट्ठा ताने जस्तै अनियमित रूपमा दुई समूहमा विभाजन गरिन्छ। एक समूहलाई वास्तविक औषधि दिइन्छ भने अर्कोलाई औषधिविहीन चक्की अर्थात् प्लासिबो दिइन्छ। न त बिरामीलाई न त डाक्टरलाई नै थाहा हुन्छ कसले कुन औषधि पाइरहेको छ। यसले मानव मस्तिष्कमा हुने पुष्टिकरण पूर्वाग्रह लगायतका अन्य धेरै मनोवैज्ञानिक असरहरूलाई शून्यमा झार्न मद्दत गर्छ। वाउ, यो त गजबको विधि रहेछ। समग्रमा भन्नुपर्दा विज्ञान भनेको कुनै पूर्ण अकाट्य र अन्तिम सत्यहरूको किताब होइन रहेछ। यो त समयसँगै आफूलाई सुधार्दै, पुराना गल्तीहरूलाई केलाउँदै, कम गलत हुँदै जाने एउटा निरन्तर यात्रा पो रहेछ। एकदम। हामीलाई यो सूचनाको युगमा बाँच्नको लागि कग्निटिभ फ्लेक्सिबिलिटी वा संज्ञानात्मक लचकताको ठूलो आवश्यकता छ। अर्थात् नयाँ र बलियो प्रमाण आउँदा सायद म गलत हुन सक्छु भनेर आफ्नो धारणा परिवर्तन गर्न सक्ने हिम्मत हुनु पर्यो। शिफ्ट जस्ता उपकरणहरू प्रयोग गरेर र आफ्नै मस्तिष्कका कमजोरीहरूलाई स्वीकार गरेर मात्र हामी यो सूचनाको बाढीलाई सुरक्षित रूपमा पार गर्न सक्छौं। ज्ञान त्यति बेला मात्र साँच्चै मूल्यवान हुन्छ जब यसको सीमा र प्रक्रियालाई सही रूपमा बुझिन्छ। हामीले हाम्रो सोचाइलाई पनि विज्ञान जस्तै निरन्तर परीक्षण र परिमार्जन गर्दै लैजानुपर्छ। एकदम सही कुरा। र अन्त्यमा एउटा कुरा जसले हामी सबैलाई गहिरोसँग सोच्न बाध्य बनाउँछ, हामीले सुरुमै कुरा गर्यौं नि कि हाम्रो मस्तिष्क प्राकृतिक रूपमै आफूले मानेका कुरालाई मात्र पुष्टिकरण गर्न खोज्छ। त्यही पुरानो सफ्टवेयर जसलाई शङ्का गर्न गाह्रो लाग्छ। हो। र आजका सामाजिक सञ्जालका एल्गोरिदमहरू ठ्याक्कै त्यही काम गर्न डिजाइन गरिएका छन् क्या। हामीलाई त्यही मात्र कुरा पस्किने जुन हामी हेर्न, सुन्न र विश्वास गर्न चाहन्छौं, जसले हामीलाई कहिल्यै चुनौती दिँदैन। यो त एकदम डरलाग्दो कुरा हो नि। यदि हाम्रो आफ्नै जीव विज्ञान र हामीले चलाउने प्रविधि दुवैले मिलेर हामीलाई हाम्रै पूर्वाग्रहको साँगुरो कोठामा बन्द गरिरहेका छन् भने के हामी बिस्तारै यस्तो समाज बन्दैछौं जसले हजारौं प्रमाणले भरिएको वैज्ञानिक सहमतिलाई नै पुरै अस्वीकार गर्न थाल्नेछ? गम्भीर प्रश्न हो यो। सबैभन्दा धेरै सूचना छ हामीले ध्रुव सत्य मानेका कुन चाहिँ कुरालाई भविष्यका पुस्ताले हेरेर त्यसैगरी हाँस्नेछन् होला। सायद यो प्रश्नको उत्तर खोज्ने प्रक्रिया नै विज्ञानको र हाम्रो आफ्नै चेतनाको सबैभन्दा सुन्दर पक्ष हो, जुन सधैँ आफैबाट र आफ्नै शङ्काबाट सुरु हुन्छ।